हेलो नमस्ते फेरि पनि हजुरलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ मैले नयाँ भिडियो लिएर आएको छु। धेरै दिनको ग्यापपछि मैले अर्को एउटा नयाँ भिडियो लिएर आएको छु। आशा छ हजुरहरूले यसलाई पनि माया गरिदिनुहुन्छ होला। आज चाहिँ मैले अनलाइन डकुमेन्ट टेन्डर डकुमेन्ट कसरी किन्ने भन्ने कुरा लिएर आएको छु, जसलाई चाहिँ हजुरले राजस्व भुक्तानी कसरी गर्ने, अनलाइन राजस्व भुक्तानी कसरी गर्ने भन्ने कुरा पनि आउँछ र अनलाइन टेन्डर फर्म कसरी किन्ने भन्ने पनि आउँछ। त्यसै धेरैले चाहिँ ब्याङ्कमै गएर किन्ने गर्नुभएको छ होइन, भाउचर लिएर आउनुहुन्छ। तर अब कसैलाई ब्याङ्कमा जाने फुर्सद हुँदैन र कसैलाई चाहिँ म अनलाइनै तिर्छु भन्ने पनि हुन्छ। हो त्यस्तोको लागि चाहिँ मैले यो भिडियो लिएर आएको हुँ। यसमा चाहिँ पहिला सुरुमा अब हेर्नु है, हजुरहरूले एउटा प्लेटफर्ममा जानुहोस् जसको लागि चाहिँ revenue.fcgo.gov.np भन्ने प्लेटफर्म देख्नुहुनेछ। यसमा चाहिँ हेर्नु है, राजस्व प्लेटफर्ममा स्वागत छ भन्ने कुरा देखाउँछ र हजुरलाई पहिला सुरुमा युजर नेम र पासवर्ड हाल्नुपर्छ। अब पहिल्यै नै हजुरहरूले क्रिएट गरिसक्नु भएको छ र आफ्नो अकाउन्ट क्रिएट गरिसक्नु भएको छ, उहाँहरूलाई त केही भएन, साइन इन डाइरेक्ट गर्नु। अब जसले क्रिएट गरेको छैन उहाँहरूले चाहिँ के गर्नुपर्छ भने उहाँहरूले चाहिँ साइन अप भन्ने हुन्छ, आफ्नो अकाउन्ट त क्रिएट गर्नु पऱ्यो नि। त्यसको लागि चाहिँ हेर्नु है, साइन अप गरिसकेपछि एउटा मोबाइल नम्बर देखाउँछ। हजुरहरूले अहिले प्रयोग गरिरहनु भएको एउटा मोबाइल नम्बर हाल्नुहोस्। मोबाइल नम्बर हालिसक्नु भएपछि भेरिफाइड मोबाइल नम्बर भन्ने हुन्छ। मोबाइल नम्बर भेरिफाई गर्नु पऱ्यो र यहाँनिर हजुरहरूले चाहिँ अब के गर्नु पऱ्यो भनेदेखि भेरिफाई गरिसकेपछि आफ्नो युजर नेम र पासवर्ड बनाउनु पऱ्यो। युजर नेम अब त्यही मोबाइल नम्बर हाल्नु, जुन हाल्नुभएको, या आफ्नो नाम हाल्नुभयो भने हुन्छ। मैले चाहिँ मोबाइल नम्बर हालेँ है, सिम्पल तरिकाले। अब पासवर्ड सम्झि नै राख्नुहोस्, किनभने हामीलाई यो चाहिरहन्छ, टेन्डर फर्म किन्नु पऱ्यो नि त अनलाइन। त्यसैले हामीले चाहिँ सिम्पल पासवर्ड र युजर नेम बनाउनुहोस्। त्यसपछि यहाँनिर रजिस्टर भन्ने आउँछ, तल देख्नुहुन्छ नि रजिस्टर गरिसकेपछि हजुरहरूको मोबाइलमा ओटिपी जान्छ। यहाँ त ओटिपी भेरिफिकेसन भनेर आउँछ। ओटिपी मोबाइलमा म देखाइदिन्छु। यहाँनिर मेरो चाहिँ यसरी आएको थियो। डियर रेभेन्यू पेयर, यहाँ है ओटिपी आयो मेरो चाहिँ। यहाँ ओटिपी आइसकेपछि मैले ओटिपी हालेँ र आफ्नो अकाउन्ट क्रिएट गरेँ। आफ्नो अकाउन्ट क्रिएट गरेपछि सिम्पली अब अकाउन्टमा जाने, फर्स्टमा जाने र लगइन गर्ने, युजर नेम र पासवर्ड हालेपछि एउटा हजुरहरूको यो साइट खोल्छ होइन। यहाँनिर चाहिँ लगइन गरिसक्नु भएपछि प्रयोगकर्ताको विवरण भनेर माग्छ। अब के गर्नु पर्दैन हेर्नु है, यहाँनिर चाहिँ युजर नेम अघिकै आइसक्यो, मोबाइल नम्बर हजुरले हाल्नुभएको थियो त्यो आइहाल्यो। हाल्नुपर्ने भनेको यहाँनिर प्रदेश र प्यान नम्बर हो मेन। प्यान नम्बर हाल्नु भएपछि आफ्नो नाम र ठेगाना आउँछ पहिल्यै सुरुमा। प्यान नम्बर आफ्नो हाल्नु, किनभने आफूले क्रिएट गर्नुभएको छ। केही भएन है, म कम्पनीको कुरा अहिले भन्छु, भाउचर गर्दाखेरि भइहाल्छ। कम्पनीको बनाउनु छ भने पनि बनाउनुहोस्, तर मैले आफ्नो सिम्पल आफ्नै बनाएँ, केही फरक पर्दैन यसको लागि। र प्यान नम्बर हाल्नुभयो, प्यान नम्बर आएपछि आफ्नो नाम आइहालिन्छ, ठेगाना आइहाल्यो। ठेगाना आएपछि युजर नेम हाल्नुभयो, युजर नेममा त्यसपछि जिल्ला हाल्नुहोस्, इमेल हाल्नुहोस्, नेम हाल्नुहोस् र इमेल हाल्नुहोस्। त्यसपछि सेभ गरिदिनुहोस् र आफ्नो हेर्नु त यहाँ राजस्व प्लेटफर्ममा स्वागत छ भनेर आयो नि यहाँनिर। अब यहाँनिर देख्नुहुन्छ सबै थोक देख्नुहुन्छ है। नयाँ भाउचर पनि देख्नुहुन्छ, भुक्तानी गरिएको भाउचर पनि भुक्तानी गरिएको गरेर सबै देख्नुहुन्छ। प्यान नम्बर देख्नुहुन्छ, राजस्व देख्नुहुन्छ। मेनली हामीलाई चाहिने भनेको यही प्लेटफर्म हो र नयाँ भाउचर क्रिएट गर्नुपर्ने हो। अब क्रिएट गरौँ है। अब नयाँ भाउचर बनाऊ। नयाँ भाउचर बनाउनका लागि पहिला सुरुमा नयाँ भाउचर थिच्ने, नयाँ भाउचरमा थिच्ने। नयाँ भाउचरमा जब क्लिक गर्नुहुन्छ त्यहाँ राजस्व दाखिला गर्ने कार्यालय कुन सरकार अन्तर्गत पर्छ भनेर सोधिदिन्छ, सङ्घीय सरकार कि प्रदेश सरकार। यसको लागि त हामीलाई डकुमेन्ट हेर्नु पऱ्यो र म हजुरहरूलाई डकुमेन्ट देखाउँछु। त्यो डकुमेन्टमा पनि अब हामीले अनलाइन भाउचर किन्ने हो कि ब्याङ्कमै गएर तिर्ने हो भन्ने कुरा पनि देखाइदिन्छु होइन। मैले एउटा डकुमेन्ट लिएँ, बिल्डिङको डकुमेन्ट लिएको छु र त्यसको इम्प्लोयर पनि हेर्नु है, प्रोजेक्ट अफ अर्बन डेभलपमेन्ट एन्ड बिल्डिङको त्यो अन्तर्गत पर्दछ भनेर हेर्नु। जब यहाँ डकुमेन्ट हेर्नु है, बिडिङ डकुमेन्ट कस्ट डिपोजिट इन द ब्याङ्क भनेको छ नि, यहाँ नेम अफ ब्याङ्क,
अफिस कोड र राजस्व शीर्षक नम्बर। जहाँ अफिस कोड र राजस्व शीर्षक नम्बर दिइन्छ नि त्यो डकुमेन्ट हजुरहरूले अनलाइन किन्न सक्नुहुन्छ। जहाँ राजस्व शीर्षक नम्बर र कोड नम्बर दिएको छैन त्यो डकुमेन्ट हजुरहरूले अनलाइन थ्रु किन्न सक्नुहुन्न, डाइरेक्ट ब्याङ्कमा गएर तिर्नै पर्छ। म एउटा डकुमेन्ट देखाइदिन्छु हजुरलाई। हेर्नु है, मैले अर्को डकुमेन्ट लिएको छु यहाँ। यो डकुमेन्टमा देख्न सक्नुहुन्छ हजुरहरूले ब्याङ्क नेम दियो, नेम अफ अफिस दियो, अफिस अकाउन्ट नम्बर दियो, तर राजस्व शीर्षक नम्बर दिएन, अफिस कोड दिएन भने यो डकुमेन्ट हर हालतमा पनि अनलाइन किन्न सक्नुहुन्न, हजुरहरूले ब्याङ्कमै गएर तिर्नुपर्छ। हेर्नु है, यहाँ अफिस अकाउन्ट नम्बर दिएको छ नि, यहाँ राजस्व शीर्षक नम्बर यहाँ त दिएको छैन नि, त्यही भएर त्यो डकुमेन्ट हजुरहरूले ब्याङ्कमै गएर किन्नुपर्छ, अनलाइन किन्न सक्नुहुन्न। अब हामीलाई यसको यहाँ पुरै इन्फर्मेसन छ। यो डकुमेन्ट हामीले अनलाइनको थ्रु किन्न पर्यो। अब म हजुरहरूलाई यो कसरी किन्ने भन्ने कुरा सिकाउँछु। यसको लागि चाहिँ फर्स्ट सुरुमा हजुरहरूले यो डकुमेन्ट, यो जुन चाहिँ हामीले किन्न लाग्दैछौँ नि, यसको भाउचर यो कुन सरकार अन्तर्गत पर्दछ, सङ्घीय सरकार अन्तर्गत पर्दछ कि प्रदेश सरकार अन्तर्गत पर्दछ भन्ने कुरा सिकाउँछु होइन पहिला सुरुमा त। त्यसको लागि चाहिँ धेरै मान्छेहरू एकदम कन्फ्युज हुन्छन् कि सङ्घीय सरकार अन्तर्गत पर्ने हो कि अब प्रदेश सरकार अन्तर्गत पर्ने हो भन्ने कुरामा कन्फ्युज हुन्छ। त्यसको लागि कुनै चिन्ता गर्नु पर्दैन। अहिले धेरै एआई टुल्सहरू पनि छन्, गुगल पनि छ। अहिले सिम्पल जुनै पनि एआई टुल्स युज गर्ने होइन, मैले एउटा एआई टुल्स युज गरेको छु। यसको इम्प्लोयरको नाम हालिदिएँ, त्यसपछि मैले यहाँ सङ्घीय सरकार हो कि प्रदेश सरकार हो भनेर सोधिदिएको छु हेर्नु है। यसले यति मजाले रिप्लाई दिन्छ। हेर्नु यहाँ सङ्घीय सरकार अन्तर्गत पर्दछ भने यसको विश्वास लागेर भने अर्को टुल युज गर्नु या गुगलमै युज गर्नु। हामीलाई त थाहा भइसक्यो नि यो सङ्घीय सरकार अन्तर्गत पर्दछ भन्ने कुरा। त्यसपछि हामी पोर्टलमा जाने र सङ्घीय सरकार अन्तर्गतमा क्लिक गर्ने। अब हाम्रो डकुमेन्ट कुन थियो त, कहाँको थियो, जिल्ला रामेछापको थियो। त्यसपछि हामीलाई शीर्षक कोड नम्बर त दिएको छ, अफिस कोड नम्बर दिएको छ। अफिस कोड नम्बर यहाँ खोज्ने, यहाँ हेर्नु अफिस कोड नम्बर दिएको छ, कतै देख्नुहुन्छ छैन नि, छैन भने नेक्स्टमा जाने, अझै नेक्स्टमा जानुहोस्, यहाँ पनि भेट्नु भएन भने अझै नेक्स्टमा जानु। र अब यहाँ देख्न सक्नुहुन्छ है कोड नम्बर चाहिँ हामीले बिर्सनै भएन है। कोड नम्बर चाहिँ हामीले मेन हेर्नै पर्छ। कोड नम्बर 34701240 सङ्गन सहरी तथा भवन निर्माण आयोजना। कोड नम्बर म्याच हुन पर्यो र यो इम्प्लोयरको नाम म्याच हुन पर्यो। दुवै म्याच भयो, यतापट्टि रामेछाप म्याच भयो, यतापट्टि 34701240 सङ्गन सहरी तथा भवन निर्माण आयोजना म्याच भयो। क्लिक गर्ने, यो दुईटा चाहिँ मिस्टेक हुनु भएन। त्यसपछि नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि रसिदको विवरणहरू सबै देखाउँछ हामीलाई, A to Z रसिदको विवरण देखाउँछ। यहाँ देख्न सक्नुहुनेछ। रसिदको विवरण मिति पनि देखायो, नेपाली नाम पनि देखायो, इम्प्लोयर आइडी पनि देखायो। हामीले अघि नै हालिसकेका थियौँ, ब्याङ्क आइहाल्यो, राजस्व कार्यालय यो भनेको उनीहरूले दिने हो। यसलाई केही चलाउनु पर्दैन, हामीले केही पनि चलाउनु पर्दैन। अर्को भुक्तानीकर्ताको विवरण आउँछ। भुक्तानीकर्ताको विवरणमा अघि हामीले आफ्नो बनाएको हो नि त, पोर्टल त आफ्नो बनाएको हो, त्यही भएर आफ्नो नामहरू आएको हुन्छ। यसमा केही फरक पर्दैन, यिनीहरू सबै हटाइदिनुहोस्। ठेगानाहरू केही हटाइदिनुहोस्। यो नेपाली नाममा छ, फोन नम्बर छ। यो नेपाली नाम र प्यान भनेको चाहिँ मेन कुरा भनेको यहाँ आउँछ। अब यो भनेको हामी पछि हेरौँला, पहिला सुरु भनेको हामीले यहाँ तलको भरौँ है। उद्देश्य प्रपोज भनेको हजुरहरूको जहिले पनि अन्य हुने भयो। बेरुजी त पक्कै होइन, बेरुजी काट्नु भयो भने बेरुजीको भयो, तर हामी टेन्डर डकुमेन्ट किन्दैछौँ। त्यसैले राजस्व शीर्षक नम्बर अघि हामीले हेरेका छौँ। यहाँनिर 14229 दिएको छ नि, अन्य प्रशासनिक शुल्क हो राजस्व शीर्षक नम्बर। अब विवरणमा के हाल्दैन भन्दाखेरि टेन्डर डकुमेन्ट किन्दैछ भने उनीहरूको कन्ट्याक्ट नम्बर हालिदिनुहोस्। जहिले कन्ट्याक्ट नम्बर हालिदिने। मैले चाहिँ विवरणमा हजुरहरूले चाहिँ के राख्ने गर्नुभएको छ, टेन्डर डकुमेन्ट किन्दाखेरि मैले चाहिँ जहिले पनि कन्ट्याक्ट नम्बरै राख्ने गरेको छु यहाँनिर। मैले यहाँ कन्ट्याक्ट नम्बर हालिदिएँ। त्यसपछि रकम कति रकमको छ त हजुरको
मेरो 5000 को थियो, मैले 5000 को राखेँ। 20000 को राख्नु छ भने 20000 को राख्नु र 3000 को राख्नु छ भने 3000 कै राख्नु। कति छ र डकुमेन्टको फी चाहिँ त्यति राख्ने हो यहाँनिर। यहाँ मैले रकम 5000 को राखिदिएँ। कर वर्ष अर्को भनेको कर वर्ष भयो है। कर वर्ष भनेको अहिले कति हो 8182 त्यो त भइहाल्यो। अब अग्रिम कटौती हामीले यसमा कर काट्ने हो त होइन, त्यही भएर यहाँ कहिले क्लिक नगर्ने, यहाँनिर क्लिक गर्ने होइन। अब यो त भयो, हाम्रो सबै काम भयो। अब यहाँ मेन कुरा भनेको हाम्रो भुक्तानीकर्ताको विवरण है। यहाँ प्यान नम्बरमा जहिले पनि प्यान नम्बरमा जानु, प्यान नम्बर जसको राख्नुहुन्छ, हामी त कम्पनीको गर्दैछौँ नि। टेन्डर डकुमेन्ट भनेको आफ्नो नाममा पक्कै पनि किनिन्न, यो त हाम्रो आफ्नो नाममा खोलिएको छ, यो आफ्नो नाममा खोलेको छ। त्यही भएर हामीले यहाँ आफ्नो नाम सबै हटायौँ होइन। त्यही भएर प्यान नम्बर हामीले कम्पनीको हाल्ने, कम्पनीको नाम कम्पनीको हालिसकेपछि यहाँ नेपाली नेम आफै आइहाल्छ। त्यसपछि फोन नम्बर जसको हाल्नु अब आफै हाल्नु भए पनि हुन्छ होइन। कम्पनीको नाम हाल्नु, एफएससी बिल्डर्स। त्यसपछि ठेगाना, यो कम्पनी कहाँको छ आफ्नो ठेगाना राख्ने। मैले राखेँ यहाँ मानेसर काठमाडौँ। अब यहाँ सबै पुरा भयो हजुरहरूको रसिद विवरण, यिनीहरू मितिसिति सबै यहीँ आइहालिन्छ। ब्याङ्क पनि पहिल्यै हाल्छ, राजस्व कार्यालय पनि हामीले हालिसक्यौँ 1 मई, त्यही भएर आयो। उद्देश्य हाम्रो जहिले पनि अन्य थियो, राजस्व शीर्षक जहिले पनि डकुमेन्टमा दिएको हुन्छ 14229। त्यसपछि विवरणमा मैले कन्ट्याक्ट नम्बर हालिदिएँ, रकम डकुमेन्ट कतिको हो भनेर 5000 को भइहाल्यो। कर वर्ष कुन वर्षमा किन्दै हुनुहुन्छ त्यो हाल्नुभयो। अग्रिम कटौती कहिले पनि कर काट्ने होइन हाम्रो यसमा, त्यही भएर यसमा कहिले क्लिक नगर्ने। अरू भुक्तानी विवरणहरू सबै भइहाल्यो। यो सबै भएपछि अब सिधा नेक्स्टमा त्यसले यहाँ हेर्नु, सबसे मेन भनेको भुक्तानीकर्ताको विवरणहरू चाहिँ हेर्नु है। नेक्स्टमा तिर्नु भइसकेपछि यहाँनिर हेर्नु हाम्रो सबै आयो, यहाँ सबै आयो नि अघिको। अनि प्रशासनिक शुल्क विवरणमा हाम्रो कन्ट्याक्ट नम्बर आयो, रकम आयो, सबै आयो। त्यसपछि यहाँनिर भनेको मेन आउने भने हामीले यो सबै गरिसकेपछि एउटा हाम्रो राजस्व भाउचर तयार हुन्छ होइन। त्यसपछि यहाँनिर माथि पछाडि भन्ने छ एउटा सेभ गर्नुहोस् भन्ने छ। केही मिलेको छैन भने पछाडि गर्ने र मिलेको छ भने सेभ गर्ने र भुक्तानी गर्ने, पे गर्ने। हामीले मैले चाहिँ यहाँ सेभ गर्नुहोस् र भुक्तानीमा गर्ने। हेर्नु हाम्रो सक्सेस भयो। पे नाउ र लेटर छ, पे लेटर छ। कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने हामीलाई अनलाइन तिर्दिनँ म, वहीँ ब्याङ्कमा गएर तिर्छु भन्ने हुन्छ, त्यही भएर प्रिन्ट गर्ने। त्यसपछि हाम्रो अघिको भाउचर तयार हुन्छ जुनमा चाहिँ तल के लेखेको हुन्छ नि नगद र ब्याङ्कमा तिर्ने भनेर हुन्छ। ब्याङ्कमा लग्ने, यही भाउचर लग्ने, छाप लाउने, तिर्ने, अरू केही गर्नु पर्दैन। पैसा दिने, छाप लाउने, ल्याउने मात्रै हो। अब हामीलाई अनलाइन तिर्नु छ, अनलाइन तिर्दाखेरि चाहिँ यहाँ भुक्तानी गर्नुहोस् न जाने। हेर्नु त हाम्रो सबै भाउचर विवरणहरू छ, यही नै आउने हो हाम्रो यहाँनिर। अब यहाँ भुक्तानी गर्नुपर्ने पनि विकल्पहरू हेर्दा यहाँ कनेक्ट आइपिएस छ, ई सेवा छ, आइएमई पे छ, खल्ती छ। पहिला चाहिँ कनेक्ट आइपिएस मात्रै थियो, अहिले चाहिँ हाम्रो सबै राखिदिएको छ। र भुक्तानी गर्नुहोस् यहाँ क्यान्सल गर्नुहोस् पनि छ। हामीलाई त भुक्तानी गर्नु पऱ्यो भाउचरको, अनलाइन भाउचर गऱ्यौँ अनि जुन तिरिसकेपछि सक्सेस हुन्छ र हाम्रो एउटा पोर्टल खोलिन्छ होइन। यो अघिको हाम्रो फर्स्ट पोर्टल छ नि राजस्व प्लेटफर्म स्वागत छ भन्ने हो, यहाँनिरको तिरेको भाउचर देख्न सकिन्छ होइन। हाम्रो पेड स्थिति पेडमा देखाइसक्यो र त्यसपछि हाम्रो यहाँनिर आँखा जस्तो देखाउनुहुन्छ प्रिभ्यूमा। ल हेर्नु हाम्रो भाउचर आइसक्यो, यहाँनिर रेडी भइसक्यो। अब हजुरहरूले यो प्रिन्ट पनि गर्न सक्नुहुन्छ, सेभ गरेर राख्न पनि सक्नुहुन्छ। मैले चाहिँ सेभ एज पिडिएफ यहाँ कम्प्युटरमै चाहिने भएकोले हेर्नु नै रकम भुक्तानी भइसकेको भनेर आइसक्यो। यसको लागि चाहिँ हजुरले ब्याङ्कमा जानु पर्दैन, यो चलिसक्यो किनभने हामीले पैसा तिरिसक्यो, क्रिएट भइसक्यो, भाउचर पनि क्रिएट भइसक्यो। यसरी चाहिँ हामीले अब कसरी अनलाइनको थ्रु टेन्डर डकुमेन्ट किन्ने भन्ने कुरा चाहिँ हामीले सिक्यौँ होइन। आजको लागि यति धेरै लामो पनि हुन्छ भिडियो होइन। आशा छ हजुरहरूलाई भिडियो मनपर्ने छ। प्लिज लाइक, सेयर एन्ड कमेन्ट गरिदिनु होला। थ्याङ्क यू, धन्यवाद।